साउन्ड दामी आउनु पर्यो कि मेन त नोइज आउनु भएन मेन त साउन्ड साउन्डले इफेक्ट पार्ने साउन्ड राम्रो आयो भने चाहिँ बुझिरहेको होइन कतिको साउन्ड क्या खै अब यस्तै गरेर चेक गरेर हाल्नु पर्दा अब यस्तो सबै लगाइरह के गर्ने गाह्रो छ नि होइन साउन्ड कतिको आइरहेको छ भन्नुहोस् त मेन साउन्डले गरे पार्ने हो लामो त्यत्रो सुरली गयो यार एकदम साउन्डै राम्रो नआइदिएर यार कत्रो ठुलो के लामो यत्तिकै रन त्यो किनेर के यत्तिकै किनेर त्यो भित्र हालेर उस गरिदिएको सिधै के उस हुन्छ नि अब टाइपको के त्यो के फाटेको स्पिकर हुन्छ नि त्यस्तो स्पिकर त छैन त्यो राम्रो थियो त्यस्तो गरेर भित्र घुसाइदिएको त लामो के होइन खै साइको भएको म त एकछिन यार अब हेरौँ साउन्ड कस्तो आउँछ मेन चाहिँ साउन्डले भयो भन्ने कुरा हो साउन्ड राम्रो आउनु पर्यो के क्यामेरा त राम्रो छ नि यार होइन र क्यामेरा त राम्रो छ नि झरेला क्यामेरा त राम्रो छ नि यार टमीको हाल्यो कस्तो सेक्सी देख्यो यार यत्रो पुरा हुन्छ नि गोप्रो भन्दा त यही ठिक छ यार गोप्रो अब हजुरहरूले किन्नुभयो भने चाहिँ अब पर्छ होला ल 35-40 हजार सेकेन्ड ह्यान्ड किन्नुभयो भने चाहिँ त्यस्तै अब कति सेकेन्ड ह्यान्ड किन्नुभयो भने चाहिँ 25,000मा पाउँछ क्वालिटी फेरि अब आइफोन जतिकै नि हुन्न एक त त्यही भएर चाहिँ अब त यही ठिक छ यार मेन चाहिँ अब साउन्डको प्रब्लम हो साउन्ड क्वालिटी कस्तो भन्ने कुरा साउन्ड क्वालिटी कस्तो छ भन्ने कुरा मामा त्यही हुनुहुन्छ मामाले सुटी चपाउँदै हेर्नु यो बसेर यस्तै हुन्छ कि पछाडिबाट रिसिभ आएको हुन्छ मान्छेहरू होइन अब यहाँ अगाडि आएर चाहिँ अब एक्कासी ब्रेक हान्दिने हर्कत गरिदिन्छ अनि यस्तो गर्दा मेरो पहिला एक्सिडेन्ट भएको नि मिठो एक्सिडेन्ट भएको पेटमा त कुन जम्दिरहेको छ त्यही हो अब साउन्ड चाहिँ कतिको नोइज आह भन्ने कुरा हो यार नोइज कतिको आह भन्ने कुरा हो गाई अघि रानी त्यत्रो बोलियो घाँटी सुकियो सुकाइयो अब साउन्ड किरकिरा आयो फड्ला जस्तो आयो त्यस्तै भनौँ अब अगाडि यस्तो हान्नु होला भनेको खै साउन्डको लागि चाहिँ के गर्नु पर्ला बेकार पैसा वाले यस्तो फिल भयो भने चाहिँ अरे माइक यार हुन त एडजस्ट पनि गरेको थिइनँ मैले त्यसरी होइन एडजस्ट गरेको थिइनँ अब मेन चाहिँ साउन्ड भिडियो क्वालिटी नि राम्रै हुनु पऱ्यो साउन्ड पनि राम्रो हुनु पऱ्यो बल्ल हेर्न पनि मजा आउँछ होइन अब भिडियो क्वालिटी ठिक छ साउन्ड पुराकै रहनु 22 तला बिल्डिङबाट हामफाल्दा नोइज आउँछ नि त्यस्तो आवाज आएपछि त कहाँ मजा आउँछ त नि यार होइन र त्यही हो मामाहरूको गाडी के हो यहाँ के भयो आज खै के भयो खै के हो यो कसलाई समात्यो कसलाई समात्यो कसलाई समात्यो मामाहरूले कसलाई समात्यो खै के हो कसो यस्तै हो गाइस के छापा के भएको हो कि एक्सिडेन्ट भएको एक्सिडेन्ट हुँदा चाहिँ त्यस्तो घडी नआउनु पर्ने हो अब केही होला होइन के भएर होला अरूभन्दा पनि यस्तरी साउन्ड राम्रो आयो भने चाहिँ चित्त बुद्धि हुन्छ क्या अनि त्यो अरू दायाँ बायाँ हर्कत देखाउनै पर्दैन क्या साउन्डै राम्रो आउन हेर्न रन के राउन्ड गयो फक साउन्डै राम्रो आउन अनि लामो अनि त्यो रन भिडियो बनाएर के अर्थ त्यो मजा आउन कि यत्रो दुःख गरेर हेर न अहिले बोलिरहेको हो न अनि साउन्ड पनि यहाँ घाँटीमा राखेको छु क्या मैले घाँटीको ठ्याक्क टी सर्टमा अड्डा हो
अब बिल्ला आयो भन्छ अब के अन्त अब फेरि रन बेकारमा रन यत्रो बोलेपछि अहिले हेर्नु न रन यस्तै हुन्छ ला अटो रन टोटलमा धेरै भएपछि यस्ता यस्ता हुन्छन् ला धन्दैले एक्सिडेन्ट भयो के भन्ने यस्तै हो कि मैले रन त्यहाँ अघि सुनाउनु जाँदा नि एक्सप्लेन गरेको थिएँ रन हामी यस्तै आफ्नै लेनमा हिँडिरहेको छौँ होइन अब यताबाट बाटोबाट मान्छे आउँछ बाटोबाट मान्छे आइदिन्छ अब रन ड्याममा ठोकिन्छ त्यसपछि रनको चाहो हुन्छ त्यहाँ रन फरकै हुन्छ कि सिचुएसन नै जहाँ हेर्ने मजाले होइन एक्सिडेन्ट पनि कम हुन्छ नि यार मेरो भनाइ चाहिँ के हो हजुरहरूको भनाइ चाहिँ के हो थाहा छैन मलाई के हुन सक्छ खै मामाहरू यहाँ हुनुहुन्छ बस 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 साउन्ड चेक गरेको के सुनोली गएको होइन सुनोली गएको साउन्ड यहाँ हालेको कस्तो बिल्ला छ के अहिले साउन्ड यस्तो चेक गर्नको लागि हालेको क्या ए रन बाटोमा पेट्रोल भ्याइयो रे पेट्रोल निकालिदिएको रहेछ कि सबै भयो अरे निन्दा लाएर यार सुनोलीमा अनि भित्रबाट लाएको थियो के आउँदा त पानी परेको रहेछ त पानी परेको रहेछ कि उता तलतिर नै भन्छ र म गएको पहिला पुग्रेली सिट थियो नि त त्यही भएर अप्ठ्यारो हो क्या इन्दुले ईशा दिदीको नेल लगाइदियो रहेछ के बोलौँ भइरहेको छ दिदी छन् साइडमा अप्ठ्यारो भइहाल्छ फर्स्ट ब्लकको ठ्याक्क आज समातै टाइम चाहिँ 6 बजेको रहेछ के साइलेन्सर किन पड्किने हाल हाम्रो यहाँ अघि के भयो थियो न पुलिसहरू हरि धेरै गाडी थियो अरे 2टा गाडी थियो हरि धेरै पुलिस थियो यहाँ त्यहाँ के 2टा गाडी थियो समादै अलिअलि सुनिन्छ नोइज क्यान्सलेसन छ कि यसमा नोइज सानो बनाउने क्या यहाँ अघि सुन्दै जाँदा यहाँ हालेको कस्तो आएको थियो ठुलो साउन्ड आएको थियो कि किरकिर आएको थियो अहिलेको चाहिँ कस्तो आएको नि हेराएर चलाएको र हेरौँ के हुन्छ
यो कलेजको छ रहेछ क्या भाउजू हेरेर आऊ है चिन्यौँ क्या यसलाई 650 अँ अँ अहिले के सुन्न अहिले रिक्स लिन भन्दा त भोलि त यस्तै ठिक छ नि त किन भन्न अब रहन त्यो पड्काएर रहन त्यो दौडाएर कसलाई रन देखाउनु छ रहन एकछिनको त हो त्योभन्दा त स्टकै चलाउँछ त्यहाँ पड्काएर रन दौडाएर मोडिफाई गरेर कसलाई देखाउनु छ अहिले आनन्द रन अहिले त्यही मोडिफाई गर्ने सामान फालियो अहिले टङ्गी कभरहरू यताउति लाएर छिटो बनाएको राम देखेको अहिले आएर त्यस्तो फिल हुन्छ कि गोटी सोटी हाल्ने बेकारमा हरुबत देखाउने बेकारमा त्यो गोटी हाले जस्तो कि सुरुमा साढे चारमा पछि फेरि 3 को पैसा त मिठो खर्च भयो त अब त्यतिकै फालिरहेको त नबिक्री न के गर्ने भिडियो चाहिँ यति नै सो गाइज आई होप हजुरहरूलाई राम्रो लाग्यो होला भिडियो होइन लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला अनि कमेन्ट पनि गरिदिनु होला सेयर पनि गरिदिनु होला नेक्स्ट भिडियोमा भेट्नुपर्छ ल